ओहो हो 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 हो, दुईटा सुपर ओभर साउथ अफ्रिका र अफगानिस्तान, दुईवटा सुपर ओभर, नट अ जोक। त्यसै क्रिकेट वर्ल्ड कपको हाइप त एकदम हाई थियो। अब यस्तो दुईवटा सुपर ओभर हुन थाल्यो भने त के चाहिँ होला त। आज आएर मलाई हामी अस्ति इङ्ल्यान्डसँग हारेको पेन रिलिफ भयो। रिलिफ किन भन्दाखेरि हामी त ल फर्स्ट बलमा छक्का हान्न नसकेर हारियो अरे होइन, एक बलमा छक्का हान्नुपर्ने थियो लास्टमा। तर अफगानिस्तानको हेर्नुहोस् त, 3टा बल 2 रन चाहिएको थियो। 2 रन पनि सहज आउनुपर्ने रन होइन, आइदिएन। 1 सेकेन्ड 1 इन्चले हार्न पुग्यो। भनौँ हार्न त अन्तिममा त हार्यो, तर त्यो चाहिँ के भयो, सुपर ओभरमा गइदियो। 2 रन चाहियो, 3 बल बाँकी छ होइन। बल भयो, ब्याटमा लाग्यो, गयो, टाढै गयो, 2 रन आउँथ्यो क्या, आउँथ्यो भनेर कुदे बिचराहरू, आइदिएन। लास्टमा रन आउट हुनु पर्यो। यसरी त मान्छेले घाँटीसम्म पुगेको जित त दिएमा साउथ अफ्रिकाले तानेर थुतेर लग्यो, जित्दियो भनेपछि एक्सपिरियन्स डज म्याटर भनेको कारण चाहिँ यो हो क्या। हामी पनि सिक्दै रहेछौँ होइन। यस्ता यस्ता हारले चाहिँ हामीलाई अब अगाडिको जितसम्म लाने रहेछ भनेर आज चाहिँ मलाई चाहिँ रिलिफ भयो क्या। अफगानिस्तान जितिसकेको गेम हार्न पुग्यो। फर्स्ट अफ अल त साउथ अफ्रिकाले जितेको गेम ल जित्यो भनेर हिँड्न लागेको पनि नोबल भइदिनाले सुपर ओभरमा गएको थियो। फर्स्ट सुपर ओभर त्यो पनि टाई, सेकेन्ड सुपर ओभरमा चाहिँ त्यो पनि 2टा छक्का त हानिसकेको थियो अफगानिस्तानले, लास्ट छक्का हान्न नसकेर हार्यो। यसरी हार हुँदाखेरि मलाई चाहिँ आज आएर चाहिँ हाम्रो इङ्ल्यान्डसँगको हार चाहिँ ल न्याय पायो है, हार्न सकिने रहेछ नि त। अफगानिस्तान जस्तो टिमले त जितिसकेको गेममा हार्दो रहेछ, यो क्रिकेट रहेछ, गेम रहेछ, हार हुँदो रहेछ भनेर एकदमै म चाहिँ बल्ल नर्मल भएर भिडियो बनाउन सकेन। अब भिडियो नि बनाउन सकेको थिइनँ। मैले सोचेको किन जितिन, के भयो यस्तो भनेर चाहिँ बहुत गाह्रो लागेको थियो मलाई चाहिँ। खैर अब भोलिको लागि बेस्ट अफ लक नेपाललाई। भोलि गेम छ इटालीसँग होइन, भोलि चाहिँ जित्छ। भोलि जितेन भने त अब हेर्न नि छोडिन्छ होला। ओके, बेस्ट अफ लक है त नेपाललाई भोलिको लागि।